नमस्ते साथीहरू, नेपालमा भइरहेको चुनावको बारेमा केही विवरण तपाईहरुमा देखाउँदै छु। हेर्दै गर्नुहोला साथीहरू। यस्तो रहेको छ विवरणहरू। झापा 5 मा बालेन शाह पहिलोमा छन् भने केपी शर्मा ओली दोस्रोमा छन्, तेस्रोमा रञ्जित तामाङ छन् भने रुकुम 1 मा पुष्पकमल दाहाल प्रचण्ड छन् भनेपछि कुसुम थापा कांग्रेसका दोस्रोमा छन्। भक्तपुर 2 मा रजिब खत्री छन् भने दोस्रोमा महेश बस्नेत। पहिलोमा रहेको छ रहेको छ घन्टी रहेको छ। हेर्दै जानुहोस्। रवि लामिछाने चितवनमा रवि लामिछानेले जितिसकेका छन्। रौतहटमा अनिल कुमार झा पहिलो रहेका छन्, कांग्रेसका रहेका छन् रौतहट 1 मा। काठमाडौँ 3 मा रहेका छन् राजु पाण्डे, त्यसपछि कुलमान घिसिङ। म्याग्दी 1 मा रहेका छन् अर्जुन बहादुर थापा, माओवादीका रहेका छन् भनेपछि दोस्रोमा महावीर पुनमा दोस्रो स्थानमा रहिरहेका छन् अहिलेसम्म। ललितपुरमा तोसीमा कार्की पहिलो स्थानमा रहेका छन्। सराई 1 मा नेकपा एमाले रहेको छ राम शंकर यादव। यो भोटिङ गर्न बाँकी छन् यिनीहरूका। गुल्मी 1 गोर्खा, तनहुँ 1 का रहेका छन् सुवाडलिम अग्ले राजपा। घन्टी भिडियो हेर्दै गर्नुहोला। पेजलाई फलो गरेर दोस्रो अपडेट दिँदै छु म केही टाइमपछि। तपाईहरु हेर्दै गर्नुहोला साथीहरु। पेजलाई फलो गर्न नभुल्नुहोला।